नमस्कार। यो मेरो चाहिँ सुन कागती सल्ल घारी थियो र एक वर्ष चाहिँ मैले सल्ल घारीभित्रै राखेँ। अनि पोहोर चाहिँ सल्लाहरू सबै काटेर निकालेको मैले यस्तो तरिकाको खाल्डो बनाएर चाहिँ यहाँ रोपेको छु। यहाँ चाहिँ एकदम सुक्खा पाखा हो। ल तपाईँ हेर्न सक्नुहुन्छ, पुरै सुक्खा पाखा सल्ल भएको ठाउँ मैले चाहिँ कस्तो हुँदो रहेछ भनेर कागती रोपेर हेरेको। यो कागती चाहिँ मैले खाल्डो खनेको छु। खाल्डो चाहिँ फेरि 1 फिट गहिरो छ र बर्खालाई चाहिँ पानी जाने कुलेसो पनि छ। त्यो गर्दाखेरि चाहिँ चिस्यान बस्ने चाहिँ पाएँ। प्र्याक्टिकल्ली धेरै जसोले चाहिँ खाल्डो बनाएर गर्नुहुन्न भनिन्थ्यो भने मैले चाहिँ यो आफ्नै सृजनशीलतामा चाहिँ खाल्डो बनाउने, मल हालिसकेपछि मलको रसहरू सबै त्यहीँ बस्ने र 1 इन्च जति माथिमा चाहिँ काटेको छ, के अरे कुलो काटेर पठाइदिएको छु। ल सक्नुहुन्छ तपाईँले। अनि त्यो गरिसकेपछि बर्खाको पानी चाहिँ तपाईँको धेरै पर्दाखेरि चाहिँ त्यो सबै तलतिर बग्छ र यसको सबैजनाले भन्नुहुन्थ्यो यस्तो रुखोमा हुँदैन भन्नुहुन्थ्यो। खोइ अब 2 वर्ष भयो, 2 वर्षको बिरुवा। पहिलो वर्ष पुसमा राखेको बिजु राखेको रहेछ, बिजु बिरुवा मैले पोहोर ल्याएँ र पुरै तपाईँको सल्लाहको ठुटोहरू देख्नुहुन्छ, पुरै सल्लाहको जङ्गल थियो। 1 वर्ष चाहिँ त्यसको सेप पनि होस्, डाइरेक्ट घाम पनि पर्दैन भनेर राखेँ र पोहोर वैशाखमा मैले त्यो सबै सल्लाहहरू निकाल्दाखेरि 1 वर्षमा यत्रो भएको। अझ मेरो चाहिँ त्यो निलो तुथो हाल्ने तरिका नमिलेर हाँगाहरू सबै मर्या भएर यो सानो भएको, यो मरेर अनि पलाएको यस्तो भएको छ। र मलाई लाग्छ यस्तो खाल्डो विशेष गरी चाहिँ पहाडमा चाहिँ खाल्डो नबनाइकन गर्नु भन्छ। पानी जम्नु चाहिँ ठिक होइन, तर टिल पानी जम्ने गरी चाहिँ पहाडमा कहिले पनि पानी पर्दैन रहेछ। 1-2 दिन परेको पानीलाई चाहिँ मैले यसरी काटेर पठाएको छु। ल हेर्नुहोस्, कुलो काटेर तलतिर जाने बनाएको छु र यो गर्दाखेरि मलहरू सबै यहीँ बस्ने हुँदा यहाँ कस्तो राम्रो छ हेर्नुहोस् त। यस्तो रुखो पाखो बारीमा र मेरो यहाँ चाहिँ पानीको समस्या भएको ठाउँ हुनाले जस्तै यहाँ त झन्डै 2 फिट गहिरो नै छ। त्यो काँला सहित अलि भिरालो भएर ल मानौँ यसले मान्दा पनि आधा फिट जति गहिरो छ। त्यो गहिरोमा चाहिँ पानी परेर अन्तभन्दा चाहिँ 15-20 दिन 1 महिना जति नै बढी चिस्यान बस्ने रहेछ। सबै कृषि प्राविधिकको हिसाबले मात्र गर्दाखेरि हाम्रो भूगोलको कारणले गर्दा सबै चाहिँ फिट नहुने रहेछ जस्तो लाग्यो मलाई। तर अहिले यहाँ चाहिँ अब सक्सेस जस्तै राम्रै भएको छ बिरुवा। फल्ने नफल्ने आफ्नो ठाउँमा छ, तर बिरुवा राम्रोसँग हुर्किएको छ। करिब 60-70 वटा बिरुवा चाहिँ मेरो यहाँ यो एरियामा छ। अनि यसलाई ल हेर्नु होला तपाईँले राम्रोसँग होइन। कतिलाई चाहिँ अब कस्तो गर्ने, कति खाल्डो खन्ने के भनेर धेरै पढियो। र यो प्लास्टिक मल्चिङ किन गरेको भन्दा पोहोर यहाँ पानी एकदम पानीको अभाव छ। त्यसले गर्दाखेरि बर्खामा पानी झ्याम परेर धेरै पानी परेको बेलामा चाहिँ ल्याएर प्लास्टिक मल्चिङ गरिदिएको। यसपालि त्यो चिस्यानबाट चाहिँ समस्या भएन, चिस्यानको समस्या भएन मेरो। ल तपाईँ हेर्न सक्नुहुन्छ बिरुवाहरू लगभग त्यो बाँचेको बिरुवाहरू चाहिँ यत्तिको छ र यस्तो रुखो पाखो बारीमा। र त्यो माथि तपाईँको पोखरी बनाएको थियो, बर्खे प्लास्टिक पोखरी बनाएको थियो र त्यो प्लास्टिक पोखरी तपाईँको बाँदरले बिगारिसकेपछि यसपालि चाहिँ यसले खासै पानी भएन। हतार मैले भदौमा मल्चिङ गरिसकेपछि प्लास्टिक मल्चिङले चाहिँ तपाईँको यो चिसो उड्न नदिने रहेछ। अब तपाईँले आफै कमेन्ट गर्नु होला ल तपाईँलाई चाहिँ कस्तो लाग्यो आइडिया। अनि यसमा यस्तो रुख अन्त सुक्खा छ। यो मुनि झार पलाउनुको कारण चाहिँ तपाईँको राम्रोसँग झार पलाउनुको कारण चाहिँ चिस्यान चाहिँ त्यहाँ छ र प्लास्टिकले पनि छोपिएको छ। अझ प्लास्टिकले छोपिसकेपछि हुन्छ। तपाईँ हेर्न सक्नुहुन्छ यो मेरो बुवाको अंश जतिमा चाहिँ रुखहरू काटेर अहिले उदाङ्गो पारेर परसम्म छ। अनि अरूको चाहिँ सल्लाह छ। तर पनि त्यो सल्लाहको बिचमा पनि यस्तो रुखो पाखामा हुँदैन भन्ने धेरैले भन्नुहुन्थ्यो। मैले गरेँ र भयो पनि। अहिलेसम्म बिरुवा यत्रो भयो। अब भोलि पर्सि फल्नु चाहिँ पक्कै फल्ला, बिरुवा भएपछि फल्छ जस्तो चाहिँ लाग्छ।